नमस्ते हजुरको शुभ नाम रोजी श्रेष्ठ, साबिना श्रेष्ठ, सीमा तामाङ। दुईजना चाहिँ श्रेष्ठ हुनुहुँदो रहेछ है म दिदी बहिनी हो नि त ए हामी। दिदी बहिनी हो ए ल गजब म्याथ सम्बन्धी गरौँ नै 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 कुन नम्बरको क्वेसन सोधौँ भन्नु 7 7 को यो चाहिँ अलिक धेरै गाह्रो पर्यो है त पालो आउँछ उहाँहरू पनि पालो आउँछ 7 नम्बरको सबैभन्दा धेरै टापु भएको देश कुन हो आइल्यान्ड धेरै आइल्यान्ड भएको देश। अफ्रिका। अफ्रिका त कहाँ देश हो ए देश हैन। कन्टिनेन्ट हो नि त अफ्रिका त ए हो। म थाहा छैन। थाहा छैन हजुरले चुज गर्नु ल 1 to 9 सम्म एउटा नम्बर चुज गर्नु म 3, 3 मैले गाडी यो अलि सजिलो छ है त ब्राजिलको राजधानी के हो ब्राजिलको क्यापिटल सिटी यो त पक्कै त्यसलाई थाहा होला। थाहा छैन। कसलाई मलाई? थाहा होला मलाई थाहा छैन। फुटबल हेरेर म मेस्सीको फ्यान हो नेमारको होइन। मेस्सी खै मलाई खासै हेर्दिन। थाहा भएन है हजुरले चुज गर्नु ल 1 to 9 9 कुन देशलाई चाहिँ ल्यान्ड अफ राइजिङ सन भनिन्छ यो चाहिँ सजिलो छ है यो पनि सजिलो हामीलाई। तपाईँले चुज गर्नुभएको हो नि त मैले भने होइन त्यो हो के हो कि जस्तो लाग्यो तर नामै याद गेस भइरहेको गर्नु न एउटा देशको नाम त भन्नु मिल्छ किन? नामै याद भइरहेको छैन कि त्यो के हो भने कि ठ्याट्टै भन्नु त नामै याद भइरहेको छैन मलाई कन्ट्री। याद भएन आम्मा, एउटा पनि मिलाउनु भयो नि त ल तपाईँले भनिदिनु नि त ल कुन हो थाहा छैन अब जिकेमा सरले मार्छ न हो तपाईँलाई ड्रेस जान है। ल थ्याङ्क यू सो मच फर पार्टिसिपेटिङ है त